सम्पूर्ण साथीहरुमा नमस्कार। आज म हजुरहरुलाई आर्थिक वर्ष 2081-82 को बजेटको प्राथमिकताहरु के छन्, त्यस्तै गरेर बजेटमा भएका उद्देश्यहरु के छन्, त्यस्तै आर्थिक सुधारका लागि रणनीतिहरु 5 वटा रणनीतिहरु के लिएको छ, सरकारले लिएको थियो बजेटमा। त्यस्तै गरी आर्थिक वर्ष 2081-82 मा बजेटका 5 वटा रूपान्तरणकारी क्षेत्रहरु के थिए, यी विषयवस्तुहरुमा रहेर म हजुरसँग भलाकुसारी गर्नेछु। कृपया मेरो च्यानललाई अन्तिमसम्म हेरिदिनु होला, सब्स्क्राइब गर्न नबिर्सिनु होला र हजुरहरुलाई के सम्बन्धी विषयवस्तुको भिडियो चाहियो कमेन्टमा लेख्न नबिर्सिनु होला भन्दै म आज मेरो टपिक तर्फ यहाँहरुलाई लैजान चाहन्छु। हजुरहरुले यो विषयवस्तु चाहिँ अधिकृत अफिसर लेभलको विषयगतमा त आउने नै भयो, त्यसमा चाहिँ हामीले बीचमा छिराएर लेख्न सकिन्छ। त्यस्तै गरेर सब्जेक्टिभमा पनि यसलाई चाहिँ आउन सक्छ। जस्तै कतिवटा उद्देश्यहरु रहेका छन्, कुन उद्देश्यहरु मिल्छन्, कुन मिल्दैनन्, कुन रणनीति लिएको छ, कुन रणनीति लिएको छ, कुन रणनीति मिल्छ, कुन मिल्दैन भनेर पनि दिन सक्छ। त्यसकारणले अत्यन्तै महत्त्वपूर्ण छ। कृपया पौष नगरिकन अथवा ध्यान दिएर सुन्नु होला। आर्थिक वर्ष 2081-82 मा त्यो बेला तत्कालीन माओवादीको सरकार थियो। माओवादी र एमालेको कांग्रेसको मिलेर गठबन्धन सरकार थियो। त्यसमा चाहिँ तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक विकास को बजेटको चाहिँ लिनु भएको थियो हैन, बजेट भाषण गर्नु भएको थियो। उहाँले चाहिँ बजेटमा लिएका उद्देश्यहरु के थिए भन्दाखेरि 5 वटा उद्देश्य थिए, जुन चाहिँ यस प्रकार रहेका छन्। 1 मा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने। 2 मा निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने। त्यस्तै 3 मा मानव संसाधनको विकास गर्ने। 4 मा स्रोत साधनहरूलाई सन्तुलित र समन्वयित ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने। त्यस्तै 5 मा रहेको छ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने। यसरी 5 वटा उद्देश्यहरु चाहिँ आर्थिक वर्ष 2081-82 को बजेटले लिएको थियो, जसलाई सर्ट फर्ममा भन्दा उनीमा स्रोसा अर्थात उ भनेको उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने। नि भनेको निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने। मा भनेको मानव संसाधनको विकास गर्ने। स्रो भनेको स्रोत साधनहरूलाई सन्तुलित र समन्वयित ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने। सा भनेको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने। यसरी 5 वटा उद्देश्यहरु लिएको थियो बजेटले 2081-82 को बजेटमा। त्यस्तै गरेर प्रमुख 5 वटा प्राथमिकताहरु के लिएको थियो भन्दाखेरि सर्ट फर्ममा भन्दा आकृषि ससु। आकृषि ससु। आ भनेको आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन गर्ने। कृ भनेको कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन उद्योग विकास तथा पूर्वाधारको निर्माण गर्ने। सी भनेको शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास गर्ने। अर्को स भनेको समावेशिता र सामाजिक सुरक्षा प्रदान गर्ने। अर्को सु भनेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने। यसरी 5 वटा प्राथमिकता लिएको थियो, प्राथमिकताहरु दिएको थियो। त्यस्तै गरेर आर्थिक सुधारका 5 वटा रणनीतिहरु के लिएको थियो त बजेटले भन्दाखेरि रणनीतिहरु भने एउटा संरचनागत सुधार गर्ने। 1 मा 2 मा चाहिँ व्यावसायिक वातावरणको सुधार गर्ने। 3 मा सार्वजनिक वित्त प्रणालीको सुधार गर्ने। 4 मा वित्तीय क्षेत्रमा सुधार गर्ने। 5 मा सार्वजनिक प्रशासनमा सुधार गर्ने। यसरी 5 वटा रणनीतिहरु लिएको थियो। त्यस्तै गरेर आर्थिक वर्ष 81-82 मा प्रस्तुत बजेटमा रहेका 5 रूपान्तरणकारी क्षेत्रहरु कुन थिए त? कुन क्षेत्रलाई रूपान्तरणकारी क्षेत्र भनेर घोषणा गरेको थियो, त्यो क्षेत्रमा बजेट विनियोजन गर्ने, त्यो क्षेत्रमा फोकस गरेर देशलाई उन्नत र समुन्नत बनाउने लक्ष्य लिएको थियो त भन्दाखेरि
पहिलो नम्बरमा छ कृषि क्षेत्रको रूपान्तरण गर्ने, दोस्रोमा ऊर्जा क्षेत्रको रूपान्तरण गर्ने, विकास गर्ने, तेस्रोमा चाहिँ सूचना प्रविधिको विकास गर्ने, चौथोमा पर्यटन प्रवर्धन गर्ने र पाँचौं नम्बरमा उद्यमशीलता र औद्योगिक विकास गर्ने। यसरी 5 वटा के लिएको थियो त रूपान्तरण क्षेत्रको रूपमा लिएको थियो। हस् त यहाँहरूलाई कस्तो लाग्यो मेरो भिडियो? अन्य भिडियोहरू चाहिन्छ भने यहाँलाई मन परेको छ भने कृपया कमेन्ट गर्नुहोला, सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै यहाँहरूबाट म छुट्टिन्छु। हस् त, नमस्ते, धन्यवाद।